आजको भिडियोमा हामी रक्सीले दिमागमा गराउने दीर्घकालीन असरहरूको बारेमा कुरा गर्न जाँदैछौँ र रक्सी सेवनको अवधि लम्बिन थालिसकेपछि रक्सीप्रति दिमागको निर्भरता बढ्दै जान्छ, जसले गर्दाखेरि काम गर्न मन नलाग्ने, रक्सी बाहेक अरू कुराहरूमा रमाइलो नलाग्ने हुन थाल्छ। साथै दिमागको स्नायु कोशिकाहरू, जसलाई न्युरोन्स भनेर भनिन्छ, त्यसमा क्षति पुग्न जान्छ र साथै दिमागको आकार र भोल्युम नै पहिलाको भन्दा कम हुन जान्छ, जुन चाहिँ सिटी स्क्यान एमआरआईमा पनि देख्न सकिन्छ र दिमाग छिट्टै बुढो हुन थाल्छ। र दिमागको व्हाइट म्याटर ट्र्याक्सहरू, जसले दिमागको विभिन्न भागहरू बीच सङ्केत आदान प्रदान गर्छन्, त्यसमा क्षति पुग्न जान्छ। यसले गर्दाखेरि व्यक्तिको ध्यान दिने, एकाग्रता कायम गर्ने, समस्या समाधान गर्ने, योजना बनाउने, निर्णय लिने जस्ता क्षमताहरूलाई असर गर्ने गर्दछ। र यो बाहेक दीर्घकालीन रूपमा निद्रामा गडबड आउने, थकान महसुस हुने, शरीरमा झमझम हुने, शरीर पोल्ने, दुख्ने वा हिँडाइ र ब्यालेन्स कोअर्डिनेसनमा समस्या आउने, साथै मन अस्थिर हुने, रिस उठ्ने, निराशापन आउने जस्ता समस्याहरू पनि देखा पर्न सक्छन्।